सबैभन्दा राम्रो विधि भनेकै मतपत्र हो। हाम्रा सम्पूर्ण कुराहरू जे भन्नु छ, जे गर्नु छ, सबै मतपत्रबाट हामी प्रकट गर्नेछौँ। र तपाईँहरूलाई यति कुरा भन्न चाहन्छु, 5 वर्षको स्थायी सरकार दिएर देशका तमाम व्यतिथिलाई अन्त्य गरेर अर्कालाई चिन्नुपर्ने, कसैलाई ढोग्नुपर्ने, कसैलाई नमस्ते गर्नुपर्ने, टेकापट्टा पाउनका लागि पार्टीलाई चन्दा दिनुपर्ने, जागिर खानका लागि कसैलाई रिझाउनु पर्ने, कसैलाई ढोग्नुपर्ने, कसैसँग हुनुपर्ने, व्यापार व्यवसाय गर्नको निमित्त घुस खुवाउनु पर्ने, उद्योग कल कारखाना खोल्नको निमित्त पैसा बाँड्नुपर्ने, चुनाव जित्नका लागि पैसा बाँड्नुपर्ने, यो सबै युगलाई एकैपटक अन्त्य गर्ने हो। डिपार्चर हामीले पनि चाहेको भए म चाहिँ यो मन्त्री हुन्छु, म चाहिँ यति हुन्छु, 2टा सभापति राख्ने, त्यस्ता पदको बाँडफाँड गर्न सक्छौँ। हामीले गरेनौँ। एउटै पार्टी, एउटै चुनाव चिन्ह, एउटै सभापति, एउटै प्रधानमन्त्री, 5 वर्ष स्थायी सरकार, 5 इयर्स। यो 5 वर्षमा देशले सङ्केत देखाउँछ के हो सुशासन, के हो विधिको शासन, के हो कानुनी राज्य कस्तो हुन्छ, यो 5 वर्षमा स्थापित गरेर देखाउँछ। र बोलेर होइन, लेखेर यो पटक हामी नागरिकसँग कन्ट्र्याक्ट गर्दैछौँ, करार गर्दैछौँ। यो करार पत्र सार्वजनिक हुनेछ। हामीले बोलेका कुरा जसरी अन्य ठाउँमा बोलेको कुरा पुरा गरेर